राधे राधे मित्रहरू, म फेरि पनि आइसकेको छु मेरो तपाईँहरूको प्यारो च्यानल इन्जिनियरिङ जर्नी विथ सियामा। योभन्दा पहिला मैले अब कतिवटा भिडियो अपलोड गरेर त मलाई थाहा छैन, सबैको लिङ्क म डिस्क्रिप्सन बक्समा हालिदिइहाल्छु। धेरै टाइम वेस्ट नगरी म भिडियो स्टार्ट गर्न गइरहेकी छु। अब हेर्नु, यहाँ चाहिँ अलरेडी मैले कुन कुन टपिक कभर गरिसकेको छ। यो डेन्सिटी मैले सकाइसकेको छ, एकपल्ट त्यो पनि हेरिहाल्नु होला। अनि त्यसपछि अब हामी स्पेसिफिक ग्राभिटी भिडियोहरू नछोडेर हेर्नु होला, स्किप नगर्नु होला, किनकि सबै इन्टरकनेक्टेड भिडियोहरू छ। सो यदि तपाईँ प्रपर नोट बनाउन चाहनुहुन्छ भने भिडियो चाहिँ सबै हेर्नु होला। सानो सानो छ, 2 देखि 4 मिनटको भिडियो छ, धेरै लामो मैले तानेको छैन, सबै हेर्न सक्नुहुन्छ तपाईँ। अब हामी सेकेन्ड प्रोपर्टी पढ्न जाँदैछौँ, बेसिक फ्लुइड प्रोपर्टिजमा। स्पेसिफिक ग्राभिटी हेर्नु त के हो त, रेसियो अफ स्पेसिफिक वेट अफ लिक्विड। यो स्पेसिफिक वेटलाई हामी के भन्न सक्छौँ, अझै अर्को के नाम छ यसको, वेट डेन्सिटी पनि भन्न सक्छौँ हामी यसलाई, स्पेसिफिक वेटलाई। सो हेर्नुहोस्, यो के हो त, रेसियो अफ स्पेसिफिक वेट अफ लिक्विड टु द स्पेसिफिक वेट अफ स्ट्यान्डर्ड फ्लुइड। त्यो हाम्रो के हो त, स्पेसिफिक ग्राभिटी। अब यो इट इज डिफाइन्ड एज त्यो तपाईँ आफै लेखिहाल्नु होला। अब हेर्नुहोस्, यो स्पेसिफिक ग्राभिटी के हो त, इट इज डाइमेन्सनलेस, एन्ड इट हेज नो युनिट। अब त्यसपछि हामीलाई के थाहा छ, इट इज डिनोटेड बाई एस। अब एस इज इक्वल टु, ल हामीलाई के थाहा छ त, यो लिक्विडको लागि स्ट्यान्डर्ड फ्लुइड के हुन्छ त, वाटर एट 4 डिग्री सेल्सियस। त्यसलाई हामी के भन्छ त, यहाँ स्ट्यान्डर्ड फ्लुइड भन्छौँ। अब हेर्नुहोस्, यो फर्मुला हेर्नुहोस् त, म्याथमेटिकल स्पेसिफिक ग्राभिटी इज इक्वल टु के छ त, स्पेसिफिक वेट अफ लिक्विड बाई स्पेसिफिक वेट अफ प्योर वाटर एट 4 डिग्री सेल्सियस। प्योर वाटर कतिमा, एट 4 डिग्री सेल्सियस। त्यही भयो वेट अफ लिक्विड बाई वेट अफ वाटर। यति चाहिँ बुझिहाल्नु। अब एउटा न्युमेरिकल हामी गरौँ फटाफट। अब हेर्नुहोस्, यहाँ के भनेको छ, क्यालकुलेट द स्पेसिफिक वेट, स्पेसिफिक मास, स्पेसिफिक भोल्युम एन्ड स्पेसिफिक ग्राभिटी of a liquid having a volume of 6 meter cube and weight of 44 kilonewton। यहाँ हामी के गर्छौँ त, अब हेर्नुहोस् त, यहाँ स्पेसिफिक मास, स्पेसिफिक भोल्युम र यो स्पेसिफिक वेट के हो, यो कुरा मैले अलरेडी तपाईँहरूलाई प्रिभियस भिडियोमा चाहिँ डिल गरिसकेको छ। सो एउटा पनि भिडियो चाहिँ स्किप नगर्नु होला, सबै सानो सानो छ, 2 देखि 4 मिनटको। सो सबै हेरेर यहाँ आउनु होला, अनि तपाईँलाई सजिलो हुन्छ, लिङ्क चाहिँ टुट्दैन। सो हेर्न सक्नुहुन्छ यहाँ। हाम्रो यो क्वेसन गरौँ त, हामीलाई के दिएको छ हेर्नुहोस् त, भोल्युम दिएको छ, भोल्युम कति छ, 6 मिटर क्युब। अनि त्यसपछि यो वेट कति छ, वेट यो डब्लुटी लेखेछु मैले, त्यो के हो त, वेट। ल, वेट अफ लिक्विड 44 किलो न्युटन। अब मलाई के फाइन्ड गर्न भनेको छ, स्पेसिफिक वेट। मेरो बोर्ड सानो भयो, उइमा स्पेसिफिक वेट इज इक्वल टु, अब स्पेसिफिक वेट इज इक्वल टु के छ, वेट बाई भोल्युम। अनि यहाँ हामी के लेख्छौँ त, 44/6। अब यो के भयो त, 44/6 चाहिँ कति आउँछ, क्यालकुलेट गरौँ त फास्ट। 44 डिभाइडेड बाई 6, 7.33। हाम्रो के भयो त, 7.33 किलो न्युटन पर मिटर क्युब। ल, अब त्यसपछि स्पेसिफिक वेट हामीले निकालिसक्यो। त्यसपछि हाम्रो के छ, स्पेसिफिक मास निकालौँ। ल, स्पेसिफिक मास भनेको के हो थाहा छ तपाईँलाई, हेर्नुहोस्, जसरी स्पेसिफिक वेट भनेको वेट डेन्सिटी हो, इन द सेम वे स्पेसिफिक मास भनेको के हो त, मास डेन्सिटी। सो मास डेन्सिटी र हामीलाई के थाहा छ, स्पेसिफिक वेट र स्पेसिफिक मासमा के रिलेसन छ, यो के हो त, स्पेसिफिक वेट भनेको म यहाँ लेखिदिन्छु है त। स्पेसिफिक वेटलाई हामी के भन्छौँ त, वेट DENSIT बाई डेन्सिटी, र यसलाई हामी के भन्छौँ, स्पेसिफिक मासलाई मास DENSIT बाई डेन्सिटी। यो भनेको के हो, मास डेन्सिटी। अब हामीलाई के थाहा छ, रिलेसन त थाहा छ हामीलाई। सो रिलेसन एप्लाई गरौँ त, यो के हो त, हामीलाई के थाहा छ त,
गामा इज इक्वल टु र जी। गामा भनेको के हो त स्पेसिफिक यो वेट हो, वेट डेन्सिटी, जसलाई हामी डब्लुले पनि स्मल डब्लुले पनि रिप्रेजेन्ट गर्न सक्छौँ। अब हेर्नुहोस् यहाँ चाहिँ स्पेसिफिक वेट हाम्रो कति आछ 7.33। हेर्नुहोस् मलाई निकाल्नु के छ यो र निकाल्नु छ। स्पेसिफिक मासलाई नै हामी के भन्छौँ त मास डेन्सिटी, र मास डेन्सिटी भनेको र हो। र इज इक्वल टु के हुने भयो त अब हेर्नुहोस् त यहाँ र इज इक्वल टु गामा बाई जी। गामा कति छ यो 7.33 7.33 यो के छ त किलो न्युटनमा छ। यसलाई न्युटनमा लैजानुपर्छ अनि मात्र केजी पर मिटर क्युबमा जान्छ। त्यही भएर 1000ले मल्टिप्लाई गर्नुहोस्। अब त्यसपछि यो डिभाइडेड बाई 9.81। अब यो गर्नुहोस् त कति आउँछ 7.33 इन्टु 1000 अपन 9.81 इज इक्वल टु यो 747.19 तल लेख्दैछु 90 उता 747.196 केजी पर मिटर क्युब। यो हाम्रो के भयो त आन्सर। अब त्यसपछि हामीले के निकाल्नु छ स्पेसिफिक भोल्युम। ल यति भइसकेपछि स्पेसिफिक भोल्युम। स्पेसिफिक भोल्युम के हो त भन्नुहोस् त तपाईहरुलाई के थाहा छ? मैले अलरेडी यो कुरा डिल गरिसकेको छु। यो के हो? इट इज नथिङ, इट इज व्हाट रेसिप्रोकल अफ mass density. And what is mass density? Our specific mass. It is reciprocal of specific mass. So 1 by rho भयो 1 by rho। rho कति आएको छ 747.196 747.196। अब यसलाई सोल्भ गर्नुस् कति आउँछ 4.196 री बाबा 0.00134 यो भयो मेरो 0.00134 स्पेसिफिक भोल्युम मिटर क्युब पर केजी मिटर क्युब पर केजी। यो के भयो त हाम्रो 0.00134। अब यति भइसकेपछि अब हाम्रो के फाइन्ड गर्नु छ स्पेसिफिक ग्राभिटी। स्पेसिफिक ग्राभिटी ओके स्पेसिफिक ग्राभिटी। ल अब स्पेसिफिक ग्राभिटी कसरी फाइन्ड गर्ने भन्नुस् त तपाईहरु। स्पेसिफिक ग्राभिटी कसरी फाइन्ड गर्ने त हेर्नुस् वेट अफ लिक्विड बाई वेट अफ वाटर। अब हेर्नुस् स्पेसिफिक ग्राभिटी हामी यसरी फाइन्ड गर्छौं वेट अफ लिक्विड बाई वेट अफ वाटर। वेट लिन्छौं हामी के भन्छ पहिला पढ्दाखेरि मास सित कुरा गर्थ्यौं तर अब हामी के गर्छौं त वेट सित कुरा गर्छौं। ल अब वेट अफ लिक्विड कति छ 7.33 र वेट अफ वाटर कति भनेको छ मैले अलरेडी तपाईहरुलाई भनिसकेको छु 9.81। वेट अफ वाटर हामी के गर्छौं त हाइड्रोलिक मेसिनमा यो हाइड्रोलिक सित कुरा गर्यो भने डिल गर्यो भने हामी वेट अफ वाटर कति लिने त 9.81। यो चाहिँ तपाईहरु दिमागमा बसाइहाल्नु। यो कुरा कहिले पनि नबिर्सिनु जति बेलासम्म तपाई फ्लुइड पढ्नु हुन्छ। 0.747 आन्सर। हाम्रो चाहिँ आन्सर चाहिँ आइसकेको छ हेर्न सक्नुहुन्छ। ल यो क्वेशन गरिसकेपछि यदि 2 मार्क्समा यस्तो टाइपको क्वेशन आयो भने तपाईहरु मजाले गर्न सक्नुहुन्छ। यति गर्दै हाम्रो यो सेकेन्ड प्रोपर्टी पनि हामीले पढिसक्यौं। अब अर्को भिडियोमा हामी के भन्छ विस्कोसिटी गरौँला। आई होप बुझ्नु भएको छ भने गिभ अ थम्स अप कीप सपोर्टिङ। तपाईहरुको सपोर्ट नै मेरो लागि मेरो मोटिभेसनको सोर्स हो के।